नमस्ते एजुकेसन नेपाल च्यानलमा यहाँलाई स्वागत छ। आज हामी सशस्त्र प्रहरी बल जवान पदको लिखित परीक्षाका लागि सोधिन सक्ने सेवा सम्बन्धीका 30वटा वस्तुगत प्रश्नहरूको नमुना प्रश्न हेर्नेछौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सनुहोला, जसले गर्दा मैले हालेको प्रत्येक भिडियोको नोटिफिकेसन पाउनुहुनेछ र भिडियो सर्वप्रथम हेर्न सक्नुहुनेछ। सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी जवानलाई सोधिन सक्ने महत्त्वपूर्ण वस्तुगत प्रश्न र उत्तरका भिडियो मैले यस च्यानलमा थुप्रै हालिसकेको छु। हेर्नुभएको छैन भने तल डिस्क्रिप्सन र कमेन्ट बक्समा लिङ्क हुनेछ, त्यहाँ गएर हजुरहरूले त्यो भिडियो पनि हेर्न सक्नुहुनेछ। त्यसलाई पनि हेर्नुहोला भन्दै आउनुहोस् ढिला नगरी आजको भिडियोलाई सुरु गरौँ। हजुरहरूले स्क्रिनमा देख्न सक्नुहुनेछ लोकसेवा आयोगले लिने लोकसेवा आयोग सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा। हजुरहरूसँग भएको प्रश्नपत्रमा के हेर्नुपर्दछ, त्यो कि हजुरहरूले उत्तर पुस्तिकामा लेख्नुपर्ने हुन्छ, त्यहाँ के लेख्ने ठाउँ हुन्छ, त्यहाँ हजुरहरूको प्रश्नपत्रमा कुन की छ त्यो हामीले उत्तर पुस्तिकामा लेख्नुपर्छ। कि ए छ भने ए लेख्छौँ, बी छ भने बी लेख्छौँ। त्यो चाहिँ किन हुन्छ भने यदि हजुरहरूले कुनै अर्को व्यक्तिको प्रश्न नक्कल गर्नुहुन्छ, उत्तर नक्कल गर्नुहुन्छ भनेर त्यसलाई कम गर्नको लागि की राखिएको हो। की अनुसार प्रश्न फरक त हुँदैनन्, तर प्रश्न तलमाथि भएर आउँछ है त। प्रश्न हाम्रो दुई भागमा बाँडिएर आउँछ, खण्ड क र खण्ड ख। खण्ड कमा तपाईँको वस्तुगत प्रश्न हुन्छ जुन चाहिँ 15वटा आउँछ, 2 मार्कको 30 मार्कको हुन्छ, जुन प्रश्नहरू सेवा सम्बन्धी हुन्छन्। त्यही प्रश्न चाहिँ आज हामी यस भिडियोमा छलफल गर्नेछौँ। भने समूह खमा विषयगत प्रश्न आउँछ। विषयगत प्रश्नमा हाम्रो 70 मार्कको प्रश्न आउँछ, जुन चाहिँ हामीले लेख्नुपर्ने हुन्छ। हाम्रो जम्मा पूर्णाङ्क भनेको 100 पूर्णाङ्क हुन्छ र हामीले समय भनेको 3 घण्टा हुन्छ। नेपाली, अङ्ग्रेजी र गणित सम्बन्धी आउने खण्ड कमा विषयगत प्रश्नमा हामीले लेख्नुपर्छ भने खण्ड कमा वस्तुगत प्रश्न बहुउत्तर प्रश्न हुन्छ, जुन चाहिँ हामीले सही विकल्प छनौट गरी उत्तर पुस्तिकामा लेख्नुपर्ने हुन्छ। हस्त हजुरहरूले बुझ्नु नै भएको छ। आउनुहोस् ढिला नगरी आजको प्रश्नहरू सरसर्ती हेरौँ। प्रश्न 1, सशस्त्र प्रहरी बल नेपाल कस्तो प्रकृतिको सुरक्षा निकाय हो? अप्सनहरू, अप्सन ए अर्धसैनिक, अप्सन बी सङ्घीय सैनिक, अप्सन सी प्रमुख सैनिक, अप्सन डी माथिका कुनै पनि होइनन्। यसको सही उत्तर रहेको छ अप्सन ए अर्धसैनिक। सशस्त्र प्रहरी बल नेपाल अर्धसैनिक प्रकृतिको सुरक्षा निकाय हो। प्रश्न 2, तलका मध्ये सशस्त्र प्रहरीलाई दिइने सामान्य सजाय अन्तर्गत कुन पर्दछ? अप्सनहरू, अप्सन ए नसिहत दिने, अप्सन बी बढीमा 5 तलब वृद्धि रोक्का गर्ने, अप्सन सी बढीमा 5 वर्षसम्म बढुवा रोक्का गर्ने, अप्सन डी माथिका सबै। यसको सही उत्तर रहेको छ अप्सन डी माथिका सबै। तलका मध्ये सशस्त्र प्रहरीलाई दिइने सामान्य सजाय अन्तर्गत सबै पर्दछन्, जुन चाहिँ नसिहत दिने, बढीमा 5 तलब वृद्धि रोक्का गर्ने, बढीमा 5 वर्षसम्म बढुवा रोक्ने जस्ता सजायहरू पर्दछन्। प्रश्न 3, कुनै सशस्त्र प्रहरी कर्मचारीले सजाय आदेश पाएको कति दिनभित्र पुनरावेदन दिइसक्नु पर्नेछ? अप्सनहरू, अप्सन ए 35, अप्सन बी 30, अप्सन सी 45, अप्सन डी 60। यसको सही उत्तर रहेको छ अप्सन सी 45। कुनै सशस्त्र प्रहरी कर्मचारीले सजायको आदेश पाएको 45 दिनभित्र पुनरावेदन दिइसक्नु पर्नेछ। प्रश्न 4, सशस्त्र प्रहरीले आफूलाई र आफ्नो टोलीलाई कस्तो राख्नु पर्दछ? अप्सनहरू, अप्सन ए जागरुक, अप्सन बी तदारुक, अप्सन सी जिम्मेवार, अप्सन डी सचेत र सतर्क। यसको सही उत्तर रहेको छ अप्सन डी
सचेत र सतर्क। सशस्त्र प्रहरीले आफूलाई र आफ्नो टोलीलाई सचेत र सतर्क राख्नु पर्दछ। प्रश्न 5 सशस्त्र प्रहरी नियमावली 2072 अनुसार सशस्त्र प्रहरीले पालना गर्नुपर्ने आचरणमा नपर्ने विषय देखाएका मध्ये कुन हो? अप्सनहरू अप्सन ए समय पालन र नियमितता, अप्सन बी आफ्नो पैतृक सम्पत्ति बेचबिखन गर्न नहुने, अप्सन सी राजनीतिमा भाग लिन नहुने, अप्सन डी कम्पनीको स्थापना, सञ्चालन र व्यापार व्यवसाय गर्न नहुने। यसको सही उत्तर रहेको छ अप्सन बी आफ्नो पैतृक सम्पत्ति बेचबिखन गर्न नहुने। सशस्त्र प्रहरी नियमावली 2072 अनुसार सशस्त्र प्रहरीले पालना गर्नुपर्ने आचरणमा नपर्ने विषय देखाएका मध्ये आफ्नो पैतृक सम्पत्ति बेचबिखन गर्न नहुने हो। प्रश्न 6 सामान्यतया सशस्त्र प्रहरी कर्मचारीले कति वर्ष सेवा अवधि पूरा गरेपछि अध्ययन बिदा पाउँछन्? अप्सनहरू अप्सन ए 2, अप्सन बी 4, अप्सन बी 5, अप्सन डी 7। यसको सही उत्तर रहेको छ अप्सन सी 5 वर्ष। सामान्यतया सशस्त्र प्रहरी कर्मचारीले 5 वर्ष सेवा अवधि पूरा गरेपछि अध्ययन बिदा पाउँदछन्। प्रश्न 7 सशस्त्र प्रहरी कर्मचारीले भ्रष्टाचार गरेको प्रमाणित भएमा कस्तो सजाय पाउँछन्? अप्सन ए नसिहत, अप्सन बी बढीमा 5 तलब वृद्धि रोका, अप्सन सी बढीमा 2 तलब वृद्धि रोका, अप्सन डी भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त। यसको सही उत्तर रहेको छ अप्सन डी भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त। सशस्त्र प्रहरी कर्मचारीले भ्रष्टाचार गरेको प्रमाणित भएमा भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी बर्खास्त सजाय पाउँछ। प्रश्न 8 सशस्त्र प्रहरी बल नेपालको पहिलो सशस्त्र प्रहरी महानिरीक्षकको नाम के हो? अप्सनहरू अप्सन ए विज्ञानराज शर्मा, अप्सन बी कुबेर नेपाली, अप्सन सी सहकुल थापा, अप्सन डी कृष्णमोहन श्रेष्ठ। यसको सही उत्तर रहेको छ अप्सन डी कृष्णमोहन श्रेष्ठ। सशस्त्र प्रहरी बल नेपालको पहिलो सशस्त्र महानिरीक्षक कृष्णमोहन श्रेष्ठ हुन्। प्रश्न 9 सशस्त्र प्रहरी कर्मचारीले सार्वजनिक बिदाको दिनमा काम गरे बाबत देखाएको मध्ये कुन बिदा पाउने व्यवस्था छ? अप्सनहरू अप्सन ए बिरामी बिदा, अप्सन बी अध्ययन बिदा, अप्सन सी सट्टा बिदा, अप्सन डी भइपरि आउने बिदा। यसको सही उत्तर रहेको छ अप्सन सी सट्टा बिदा। सशस्त्र प्रहरी कर्मचारीले सार्वजनिक बिदाको दिनमा काम गरे बापत देखाएका मध्ये सट्टा बिदा पाउने व्यवस्था छ। प्रश्न 10 सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी निरीक्षक पदमा कार्यरत कर्मचारीले कति वर्ष उमेर पुरा भएपछि अवकाश दिइन्छ? अप्सनहरू अप्सन ए 50, अप्सन बी 53, अप्सन सी 54, अप्सन डी 58। यसको सही उत्तर रहेको छ अप्सन बी 53। सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी निरीक्षक पदमा कार्यरत कर्मचारीलाई 53 वर्ष उमेर पुरा भएपछि अवकाश दिइन्छ। प्रश्न 11 निम्नमध्ये केन्द्रीय सुरक्षा समितिको सदस्य को हुँदैन? अप्सन ए रक्षा मन्त्रालय, अप्सन बी गृह मन्त्री, अप्सन सी सचिव गृह मन्त्रालय, अप्सन डी सचिव रक्षा मन्त्रालय। यसको सही उत्तर रहेको छ अप्सन ए रक्षा मन्त्रालय। निम्नमध्ये केन्द्रीय सुरक्षा समितिको सदस्यमा रक्षा मन्त्रालय हुँदैन। प्रश्न 12
सशस्त्र प्रहरी बल नेपाल कुन मन्त्रालय अन्तर्गत पर्दछ? अप्सनहरू: अप्सन ए रक्षा मन्त्रालय, अप्सन बी गृह मन्त्रालय, अप्सन सी प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, अप्सन डी वन तथा वातावरण मन्त्रालय। यसको सही उत्तर रहेको छ अप्सन बी गृह मन्त्रालय। सशस्त्र प्रहरी बल नेपाल गृह मन्त्रालय अन्तर्गत पर्दछ। प्रश्न 13 सशस्त्र प्रहरी उपरीक्षक पदको दर्जानी चिन्ह के रहेको छ? अप्सनहरू: अप्सन ए खुडा क्रस र 3 तारा, अप्सन बी खुडा क्रस र 2 तारा, अप्सन सी खुडा क्रस, अप्सन डी 2 तारा। यसको सही उत्तर रहेको छ अप्सन बी खुडा क्रस र 2 तारा। सशस्त्र प्रहरी उपरीक्षक पदको दर्जानी चिन्ह खुडा क्रस र 2 तारा रहेको छ। प्रश्न 14 सशस्त्र प्रहरी सेवा आयोगमा अध्यक्षसहित जम्मा कतिजना पदाधिकारी रहन्छन्? अप्सनहरू: अप्सन ए 4 जना, अप्सन बी 3 जना, अप्सन सी 7 जना, अप्सन डी 5 जना। यसको सही उत्तर रहेको छ अप्सन डी 5 जना। सशस्त्र प्रहरी सेवा आयोगमा अध्यक्षसहित जम्मा 5 जना पदाधिकारी रहन्छन्। प्रश्न 15 सशस्त्र प्रहरी सेवा आयोगको सदस्य सचिव को रहने व्यवस्था रहेको छ? अप्सनहरू: अप्सन ए लोकसेवा आयोगको सदस्य, अप्सन बी सचिव गृह मन्त्रालय, अप्सन सी सशस्त्र प्रहरी महानिरीक्षक, अप्सन डी गृहमन्त्री। यसको सही उत्तर रहेको छ अप्सन सी सशस्त्र प्रहरी महानिरीक्षक। हस्त आजलाई यति नै। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। यदि भिडियो राम्रो लाग्छ भने यस भिडियोलाई लाइक गरी साथीहरूलाई सेयर गर्न नबिर्सनुहोला। हस्त हजुरको दिन शुभ रहोस्। सफलताको शुभकामना।